नमस्ते सम्पूर्ण मित्रहरूमा। आज म एउटा भिडियो बनाउँदैछु। यो भिडियो चाहिँ माननीय हर्क साम्पाङज्यूको विषयमा छ है। उहाँ प्रतिपक्षमा हुनुहुन्छ, तर उहाँको बुझाइमा र उहाँको विचारमा प्रतिपक्ष भनेको सरकारले गरेको काम हरेक काम विरोध र आलोचना गर्नुपर्छ भन्ने मात्रै हो। यो बुझाइ उहाँको एकदम गलत छ। सरकारले कति काम त राम्रा पनि गरेका छन् नि। राम्रो कामलाई त ठिक छ यो भनेर समर्थन जनाउन सक्नु पर्यो नि। यो विभिन्न सङ्गठनहरू खारेज गर्ने कुरामा यो सङ्गठन कुनै पनि सङ्गठन रहनु हुँदैन क्या। यो त सरकारको निर्णय एकदम राम्रो थियो, तर उहाँले यो विषयमा पनि विरोधै गर्नुभयो। अनि सुकुम्बासीको विषयमा टहरा भत्काउनै हुँदैन भन्ने कुरा उहाँको अलिकति गलत छ। उहाँले भन्नुपर्ने थियो पहिला सरकारले व्यवस्थापन गरेर चाहिँ सार्नुपर्ने थियो भन्नेसम्म त ठिकै हुन्थ्यो, तर किन भत्काइयो भनेर मान्छेलाई चुर्काउँछन्, यो गलत छ। त्यो जुन खोला बगरमा उहाँहरू जनताहरू आफै पनि सुरक्षित छैन। बर्खामा त्यहाँनिर जहिले पनि डुबान परेको बगेको मान्छेहरू बगेको देखिरहेछौँ। यो भत्काइ नै हुँदैन भन्ने उहाँको गलत विचार र गलत उहाँको बुझाइ छ। यसमा उहाँ सच्चिनुपर्छ। अनि सरकारले गरेको हरेक काम, जस्तै यो प्रधान न्यायाधीश छान्ने प्रक्रियामा छनौट प्रक्रियामा पनि उहाँले विरोधै गर्नुभयो। अहिलेको सरकारको धारणा के छ भन्दाखेरि यो भनेको स्वतन्त्र निर्णय गर्ने ठाउँमा स्वतन्त्र व्यक्ति चाहियो नि, कुनै पनि पार्टीबाट संलग्न भएको व्यक्तिलाई। अब अहिले वर्गीयताको हिसाबमा एमालेमा सांसद बनिसक्नु भएको सपना प्रधान मल्लज्यूको पालो रहेछ, तर त्यो छोडेर चौथो वर्गीयतामा रहेको जो स्वतन्त्र हुनुहुन्छ र क्षमतावान योग्यतावान हुनुहुन्छ उहाँलाई बनाएको रहेछ। उहाँ पनि यो विषयमा उहाँले विरोधै गर्नुभयो। कमसेकम यो विषयमा त उहाँले समर्थन गर्न सक्नुहुन्थ्यो नि। अनि देशै रवि र बालेनले बिगारे जस्तो गरेर हरेक पटक हरेक समय रवि र बालेन्द्रको मात्रै पछि लागेर विरोध आलोचना गरिरहनुहुन्छ। कुरा उठाउनुहोस् न। गिरीबन्धु काण्ड, वाइटबडी काण्ड, 70 किलो सुन काण्ड, बाँसबारी छाला जुत्ता भुटनिस काण्ड, पोखरा एयरपोर्ट काण्ड, जनकपुर सिगरेट कल कारखाना, विराटनगर जुट मिल कृषि कल कारखाना, अनि सहकारी ठग प्रकरण, यो विषयमा कुरा उठाउनुहोस् न। यो विषयमा छलफल छानबिन आयोग बनाउनुहोस्। यो विषयमा छलफल गरी छानबिन आयोग बनाएर कसरी त्यहाँ भएको भ्रष्टाचारीहरूलाई पैसा असुली राष्ट्रियकरण गर्ने, यो विषयमा छलफल गर्नुहोस्। यो विषयको कुरा उठाउनुहोस् न। कहिले नै यो विषयमा कुरै उठाउनु भएको छैन। अनि खालि देशै रवि र बालेन्द्रले बिगारे यस्तो गरेर पटक पटक हरेक समय उहाँहरूलाई मात्रै खेदिराख्नु भएको छ। उहाँहरू जम्मा 2 महिना भएको छ सरकारमा आएको, अनि देशै उहाँहरूले नै लुटे बिगारे यस्तो गरेर कुरा गर्न तपाईँलाई खास सुहाउँदैन र अहिले समय पनि भएको छैन। 5 वर्ष बित्दै गर्दाखेरि यदि विकास भएन, जनताले चाहिँ सुशासन पाएन भने त्यो किसिमको अनुभव भयो, महसुस भयो भने त्यतिखेर गाली विरोध गर्ने हो नि। समय बित्दै गर्दा त्यो सरकार असफल सरकार हो भनेर भन्ने समय त्यतिखेर पनि पर्खिनुहोस् न समय। अहिले काम गर्न दिनुहोस् उहाँहरूलाई। उहाँले देश लुटेको छैन, देश बनाउँछु भनेर आउनुभएको छ, तर उहाँले देश लुटिसके, देश बिगारिसके, देश खर्लमै पारे भनेर जहिले पनि उहाँहरूको पछिमा किन लागेर चाहिँ विरोध आलोचना धेरै गर्नुहुन्छ। यसो भन्दै गर्दाखेरि फेरि म रवि बालेन्द्रको समर्थक पनि होइन, तर कमसेकम अहिले देश बनाउने सरकार हो नि त। देश बने त मेरो मात्रै होइन नि, सबैकै बन्ने हो नि। त्यही भएर सरकारलाई केही समय हेरौँ भन्ने पक्षमा मात्रै हो, उहाँहरूको समर्थक होइन, उहाँहरूको समर्थनमा छैन। तर राम्रो काम गर्छ उहाँहरूले भने काम गर्न दिउँ। जसले बनाए पनि यो देश हाम्रो देश नेपाल बन्ने हो नि। अथवा राई लिम्बूले बनाएको देश मात्रै नेपाल देश हुने होइन, छेत्री बनाएको देश मात्रै नेपाल देश हुने होइन। पहिला जोसुकै सक्षम व्यक्तिले बनाएको देश र यदि राम्रो भयो भने हाम्रो देश हो, हाम्रो नेपाल, राम्रो नेपाल, हाम्रो देश हुनेछ, हाम्रो देश बन्नेछ। त्यही भएर उहाँहरू अहिले सरकारमा हुनुहुन्छ, उहाँहरूलाई काम गर्ने समय दिउँ। 5 वर्ष बित्दै गर्दा उहाँहरू सक्षम हुनु भएन, उहाँहरूले विकास गर्न सक्नु भएन भने
त्यतिखेर हामी उहाँहरूको विरोध गर्नेछौँ, आलोचना गर्नेछौँ, गाली गर्नेछौँ। अनि यो जुन सुकुम्बासीको विषयमा मलाई अलिकति भन्न मन लाग्यो है। तपाईँ हामी सबैले देशलाई चाहिँ हामी सिङ्गापुर जापानको मोडेलमा कुरा गर्छौँ। यस्तो सिङ्गापुर जस्तो देश कहिले हुन्छ, जापान जस्तो देश कहिले हुन्छ? तर हामीले चाहिँ राजधानी सहरमा साना साना टहरालाई हामीले चाहिँ बनाउने, साना साना बाटो छेउछेउमा साना साना छाप्रा बनाउने, यो विषयलाई हामीले प्रोत्साहन दिइरहेछौँ। त्यो हामी सही छौँ कि गलत छौँ यो कुरा बुझौँ। राजधानी सहरमा यस्तो सानो सानो छाप्रो सुकुम्बासी हुनै हुँदैन भन्ने होइन। उहाँहरू विभिन्न कारणले हुनुभएको होला, कोही प्रकृति प्रकोपमा परेर वा केही कारणले हुनुभएको होला। यसमा सरकारले न्याय दिनुपर्छ। तर यो काठमाडौँ सहरमा त अन्य धेरैवटा जिल्लामा सरकारका जग्गाहरू छ नि, त्यहाँनिर धनी पूजा दिएर उहाँहरूलाई लाल पूजा दिएर घर बनाउने व्यवस्था गरेर सहयोग गरौँ। तर काठमाडौँको छेउछेउमा जतिखेर हामी प्लेनबाट जान साथै बाटोको छेउछेउमा, खोलाको छेउछेउमा त्यस्तो देख्न राजधानीको शोभा दिँदैन। त्यही भएर यो विषयमा सरकारले ध्यान दिनुपर्छ र यस्तो विषयमा खबरदारी गर्दा मेरा नेहरका सामाङज्यूले पनि विचार पुर्याएर गर्नुपर्छ। कुन शब्द बोल्ने, कसरी बोल्ने र कहाँ कसरी प्रस्तुत हुने भन्ने धेरै सोचेर प्रस्तुत हुन चाहिँ मलाई राम्रो लाग्छ। र माटोको समर्थकहरूले पनि उहाँको हरेक अभिव्यक्ति र उहाँले गरेको हरेक काम राम्रो छ भनेर तपाईँलाई समर्थन जनाउनु त्यो पनि गलत हुन्छ। नराम्रो तपाईँहरूले नराम्रो भन्न सक्नुपर्छ। यति भन्दै म बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच। जय नेपाल।